हाई क्लास 10 एंड एसी स्टूडेंट आज हाम्रो चाहिँ लिए हामीहरू आज सोशल को यूनिट 5 में रहेको व्यवस्थापिका सम्बन्धी को अभ्यास को क्वेश्चन सल्भ गर्नेछौँ। क्वेश्चन नंबर 1 में रहेको छ व्यवस्थापिका भनेको के हो या एन उत्तर रहेको छ व्यवस्थापिका भनेको राज्यका प्रमुख 3 अंग मध्ये राज्य सञ्चालनका लागि आवश्यक पर्ने कानुन बनाउने एक महत्त्वपूर्ण अंग हो। नेपालमा संघीय व्यवस्थालाई संघीय संसद भनिन्छ अनि यहाँबाट यो व्यवस्थापिकाबाट अंग हो यहाँसम्म लेखे पनि हुन्छ अनि यो एक्स्ट्रा केही दिएको छ। अनि संघीय संसदलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाको मा विभाजन हुन्छ। अनि फेरि प्रश्न नम्बर 2 मा रहेको छ प्रतिनिधि सभा गठन प्रक्रिया उल्लेख गर्नुहोस्। अनि प्रतिनिधि सभामा पहिलो हुने निर्वाचन प्रणालीबाट निर्वाचित भई आउने 165 जना नेपाललाई 165 निर्वाचन क्षेत्रबाट वर्गीकरण गरिएको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भई आउने 110 जना देशलाई एउटा निर्वाचन क्षेत्रमा राजनीतिक दललाई मत दिने प्रणाली गरी जम्मा 275 जना सदस्य प्रतिनिधि सभामा रहन्छ। अनि यसको 5 वर्षको कार्यकाल रहने प्रावधान सभा प्रतिनिधि सभामा 1 जना सभामुख र 1 जना उपसभामुख रहने प्रावधान रहेको छ। अनि क्वेश्चन नंबर 3 रहेको संघीय संसद सदस्य हुन आवश्यक योग्यता के हो अनि यसको निम्न योग्यता रहेको छ।